मतलब राम्रो छ ल सेलरोटी खाने भए आउनु त्योभन्दा राम्रो आफूलाई चाहिने जति चाहिन्छ आवश्यकता त्योभन्दा माथि खर्च पनि नगर्ने त्यति लिमिटले खर्च पनि गर्ने मिठो छोटो थोरै बनायो टक्क खायो लायो आनन्दै सुख शान्ति यसै गरेर बस्नुपर्छ बरु साथी जे गरे नि हुनेवाला केही छैन हैन जति धेरै साथी गरे उति बेकारको टेन्सन त्यही बेलामा हजुरले मलाई फोन गर्नुहुन्छ अर्कोले पनि गर्छ अब हजुरको सुनौ उ रिसाउँछ उसको सुनौ उ रिसाउँछ त्यही भएर ठिक्कको के जे काम पनि ठिक्क गरे आनन्दै मतलब राम्रो छ ल सेलरोटी खाने भए आउनुहोस् खाना होइन हेर्न मात्रै धेरै बनाएर सकिन्न आजकल गाह्रो हुँदो रहेछ गाह्रो पनि छ फकटिएको किन टेन्सन होइन आफूलाई चाहिँदो बनायो खायो जति खिलाउनु मान्छे खुसी मात्रै हुन्छ दियो भनेर अनि बाँकी त्योभन्दा बढी कसैले त्यो गर्दैन त्योभन्दा राम्रो आफूलाई चाहिने जति चाहिन्छ आवश्यकता त्योभन्दा माथि खर्च पनि नगर्ने त्यति लिमिटले खर्च पनि गर्ने मिठो छोटो थोरै बनायो टक्क खायो लायो आनन्दै सुख शान्ति यसै गरेर बस्नुपर्छ बरु साथी जे गरे नि हुनेवाला केही छैन हैन जति धेरै साथी गरे उति बेकारको टेन्सन त्यही बेलामा हजुरले मलाई फोन गर्नुहुन्छ अर्कोले पनि गर्छ अब हजुरको सुनौ उ रिसाउँछ उसको सुनौ उ रिसाउँछ त्यही भएर ठिक्कको के जे काम पनि ठिक्क गरे आनन्दै भइसक्यो होममेड यस्तो दामी यति मिठो छ यति स्वादिलो छ त्यसको त कुरै नगरौँ पर पिसलाई 100 रुपियाँ बेच्दा पनि घाटै छ हामीलाई त्यस्तो यतिमा लगभग 1 किलो 1.5 किलोमा आधा लिटर घिउ चाहिँ गएको छ है तिहारको लागि स्पेसल पकाउँदैछु पाक्दैछ ल यसरी पाक्दैछ कस्तो मेहनत पनि लास्टै महँगो खान्छ क्या घरमा बनायो भने त चाहिँ छ बन्दैछ भर्खरै सुरु गरेको हो खाने भए आउनु होला भन्न मिल्दैन है ल रेडी भयो स्पेसली रेडी भयो ल तिमी पाक्दैछ पकाउने कुके त हुनुहुन्छ नहेर पाकेको यहाँ छ अरू पछि देखाउँला है